काली पश्चिममा कालीबाट पूर्वमा मेचीदेखि पश्चिमको सम्पूर्ण भूभाग सुस्ताको भूभाग यी जति पनि विवादित ठाउँहरू छन् ती विवादित ठाउँहरूको आधिकारिक नक्सा हामीसँग सुगौली सन्धिदेखि भएको आधिकारिक डकुमेन्टहरू प्रमाणहरू नक्साहरू यी सम्पूर्ण जम्मा गरेर टेबलमा बसेर फिल्डमा गएर र टेबलमा सहमति गरेर फिल्डमा सीमाङ्कन गरेर त्यसको आधिकारिक रूपमा र स्थायी रूपमा हल गर्न आवश्यक छ र सरकारले गर्नुपर्ने कामहरू ती त्यस्ता किसिमका कामहरू गर्नुपर्ने ठाउँमा आज भारतीय शासकले भन्न नसकेको कुरो आज नेपाली शासकले योभन्दा अगाडिका कुनै प्रधानमन्त्रीले बोल्न नसकेको कुरो हुँदै नभएको कुरो मुसाले बिरालो मार्छ भन्नु बिरालोले कुकुर मार्छ भन्नु र कुकुरले चितुवा मार्छ भन्नु जस्तै गरेर नेपाल जस्तो चाहिँ उसको अगाडि एउटा चाहिँ निमुखा राष्ट्रले उसको सिमाना मिच्यो भनेर भन्नु सरासर यो दुराशयुक्त र नेपालको अस्तित्वमाथि कालो बादल मोडार्ने ढङ्गले यो कालो सङ्केत चाहिँ हिजो संसदमा प्रस्तुत गरियो। त्यसको हामी सम्पूर्ण नेपालीहरूले डटेर मुकाबिला गर्नुपर्छ र साँच्चै भन्दाखेरि यस्तो किसिमको अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई हामीले त्यो रोस्ट्रमबाटै घोक्र्याएर निकाल्नुपर्ने अवस्था।